भाइ गाइज हाम्रो सूर्योदयको वनभोज कार्यक्रम बाय 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 म्याम ल ल सबै राम्रै जानु होला है सबैजना राम्रै जानु होला ल है हजुर सर्भिसमा उभिएर नाच्न थाल्नु भएको छ है म त मगर म्यामहरु कोही पनि हुँदैन त त्यही भन्नु तिमीहरु कता कता नजाऊ ए यहीँ बस चियरमा बस टेबलमा बस टेबलमा हाम्रो ग्रुपहरु ठुलो उठ्दै हुनुहुन्छ सबैजना हाम्रो सूर्योदयका म्यामहरु भाइ बहिनीहरु सबैले फोटो खिच्दै हुनुहुन्छ हामी अहिले गोदावरीमा छौं हेलो एभ्रीवन हामी चाहिँ आज गोदावरी पार्क जान आँटेको हामी गोदावरी पिकनिक आएको वहाँ चाहिँ मोबाइलको अनर वहाँ चाहिँ हाम्रो म्याम ओनर हैन म चाहिँ मेरो भलकको हिरो नि हजुर त्यही अनि यहाँ कतिजना मान्छेहरू आइसिन्छ यहाँ सबै हाम्रो बुढाहरू सर कहाँ जानुभयो पछाडि हुनुहुन्छ सर भ्लग त भ्लगै हुने भयो अब चाहिँ हामी गोदावरी पार्कमा गएर बनाउँछौँ चाहिँ गोदावरी होइन बोटानिकल पार्क जाँदै रहेछौँ त्यही भएर अब त्यहीँ गएर बनाउँछौँ फेउना पागलनी भ्लगर उसको भ्लगको नाम त्यही हो है फेउना पागलनी भ्लगर हाम्रो विकास सर उहाँ टल्ल पर्दै हेर्दै हुनुहुन्छ फर्की फर्की के हेर्नु भएको चाहिँ थाहा छैन है यो चाहिँ हाम्रो चाहिँ यो वनस्पति उद्यान भन्ने ठाउँमा जाँदैछौँ हामी भित्र पार्कमा जानलाई हामी टिकट काट्दैछौँ गाइस हैन गोदावरी पार्क
त्यहाँ लेन्सहरू छ यार अहिले काम अहिले राष्ट्रिय वनस्पति गोदावरी पार्क हाई पूजा हेलो हामी कहाँ आएको बोटानिकल गार्डनमा छौँ अहिले हामी अब अगाडि बढ्दैछौँ है एकदम रमाइलो हुनेवाला छ आजको हाम्रो पिकनिक असाध्यै रमाइलो हुनेवाला छ छोरो कता गयो नि मम्मीहरू धेरै छोरोलाई ल हाई 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 सर क्यामेरा कसरी खोल्छ क्यामेरा कसरी मैम जाओ 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 मैम जाओ 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 बाबू जाओ जाऊँ जाऊँ छिराउँ छिराउँ जाऊँ हाम्रो नक्कली फ्यू ना यहाँ यी गाइज एकदम नक्कली छिन् यी केटी ल हेर्नुहोस् त राम्री पनि छिन् ऊ बटरिन यस्तो बटरिन छ नि यी केटी त हाम्रो सूर्योदय गाइजहरू यहाँ हुनुहुन्छ सबैजना म्यामहरू नानी बाबुहरू हाम्रो बुवा हुनुहुन्छ यहाँ है हाम्रो हेन्सम बुवा हाम्रो सूर्योदय डान्स ग्रुप हेलो म्याम हेलो हेलो सबैजनालाई टक्कै एउटै ग्रुप भएर हिँड्नु है सबैजना अनि त्यतै आउनुपर्छ अहिले लाइनमा हो नि हाम्रो है एरिक एरिकहरू यता आऊ एरिक सबैजना आउनुहोस् एउटै उसमा हिँडौँ गाइजहरू यताको गाई रहेछ नि गाई चाहिँ गाई हजुर रक्षाको छोरीलाई के आइफोनको चार्जर छ ए हल्ला नगर
दुइटै ए ह ल भाइ उता अगाडि हेर गिरा अब होइन नि गजानु बजिरहेको छ क्या त्यो कस्तो लाग्यो समाउनु पर्यो एरिक कस्तो भइरह ओ गाइज कस्तो छ कस्तो भइरह मिठो छ रमाइलो भइरहेछ हो सिरु कस्तो भइरह के छ म्याडम कस्तो भइरह आजको पिकनिक के कस्तो तपाईँलाई पहिलाको र अहिलेको के कमी भइरहेछ मलाई रमाइलो लाग्यो हेलो वाउ ल तातो खानु होला है वाउ धन्यवाद वाउ म्याम वाउ हो नि फर्स्ट भयो चिसो होइन सिसो खानु सिसो अब नेक्स्ट पिकनिकमा हाम्रो म्यामहरू हुनुहुन्छ है एकदम हाम्रो म्यामको साथी हुनुहुन्छ उहाँ ए तपाईँको देउरानी भयो नि त मेरो त म्याम हुनुहुन्छ नि त उहाँ
अनि हजुर को पर्नु भयो म्याम ए ए नेवारनी सासू लुटेल खान्दैनमा ओ ल बधाई सही हो सही हो ल राम्ररी खानु होला है ल म्यामहरू बिस्तारै खानु है अघि म्याम हेर्नु न मलाई फिलिले न भयो म्यामले खाएको मलाई लाग्ने भयो कि ए साहनाजी के छ के खाइराख्नु भयो तपाईँले मुला ए तपाईँ कस्तो छ मुला अनि म्याम कस्तो छ ठिक छ नि ल हुन्छ ल हजुरहरू खाँदै चस्मा खोल्नु त चस्मा खोल्नु यहाँ म्यामले चस्मा लाएर भातलाई गोरो देख्नु भयो अरे हजुर के म्याम लाएँ म गाई जब म खाना खान गएँ गाई चाहिँ ल है सबैजना खाँदै गर्नु होला म यहाँ खिच्दैछु है मैले यो मात्र देखिरहेँ मलाई हालिदिनु ल म यताबाट जान्छु हालिदिनु यताबाट जान्छु हालिदिनुहोस् ल धेरै त नल्याए जान्छु त्यो जुटो हुन्छ ल म्याडम यहाँ हालिदिनुहोस् हजुरले छोरा है भयो धन्यवाद तपाईँ हाल्नुहोस् उहाँले बदाम काजु उ गर्नुभएको छ कस्तो लागिरहेछ फर्सु सर छ हाम्रो आज यो पालि फर्स्ट रमाइलो कतिको रमाइलो लागिरहेछ भयो धेरै हुन्छ म्याम थोरै कान्छी माथि नलिएर यता त्यो जुटो पर्छ अलि साइडबाट थाहा पायो ल गाइज म नि खाना